तपाईँले यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्दै गर्दा त्यसको पहिलो बजेट आएको छैन, बजेटै नआइकन केही गरेन भनेर तपाईँले निर्धारण चाहिँ कुन तथ्य र आधारमा टेकेर गर्नुभयो भन्नुहोस् त? 1 अर्ब 20 करोड मात्र ढुकुटीको बसेर कार्यान्वयन गर्न त बजेट ल्याउनु पर्यो होला नि त। थोरै बजेट पास बाबार भइसकेको छ हेर्नु, नयाँ बजेट आएको छैन होला भइसकेको छ हो र? यो त हामीलाई पनि जानकारी भएन त। साईज्यूले जुम्लाको ज्ञानेन्द्र साईज्यूले कर्णालीको प्रतिनिधिले आजभन्दा 1 महिना अगाडि 2 अर्ब भन्दा बेसीको बजेट हाल्नु भएको छ कर्णालीको लागि। यो कर्णाली पश्चिमको लागि म यहाँबाट भनिदिन्छु, कर्णालीको लागि यति धेरै भाग्यमानी नेता पाउनु भनेको पहिलो व्यक्ति होला क्या कर्णाली। सांसदले माग गर्ने होला, बजेट हाल्ने होइन होला। तपाईँमा अलिकति तथ्यगत कमी देखियो। सुन्नु न, उहाँले माग गर्नु त ठुलो कुरा हो। नयाँ सरकारको बजेट आएकै छैन, तपाईँले आयो भनिसक्नुभयो, कुन आधारमा भन्नुभयो? उहाँले हालिसक्नु भएको छ नि त, सुन्न उहाँले हालिसक्नु भएको छ। अघिल्लो बजेट होला 82 81 82 83 असार मसान्तमा आउँछ त्यो बजेट होइन, अहिले भर्खरको बजेटमा हाल्नु भएको उहाँले 1 महिना अगाडि मात्र हाल्नु भएको छ उहाँले बजेट होइन। उहाँ संसद भइकन हाल्नु भएको हो है। त्यस कारणले गर्दाखेरि त यो त राम्रो कुरा हो नि त हाम्रो लागि त, हाम्रो लागि भन्दा नि कर्णाली प्रदेशको लागि त राम्रो कुरा हो नि त। कुनै पनि संसदले अहिले बजेटको लागि कुरा गर्नु भएको छ, हाल्नु भएको छ, लिखित रूपमा हाल्नु भएको छ छैन नि त। मैले त उहाँसँग प्रत्यक्ष देखेर बोले हो नि त, ज्ञानेन्द्र साईज्यूले लिखित रूपमा प्रत्यक्ष रूपमा हाल्नु भएको छ बजेट। अब त्यो पास गरे नगर्नु त अब क्याबिनेटको हातमा हुन्छ नि त होइन र? त्यसो बजेट माग गर्नु भएछ भनेर तपाईँले अलिकति भाषा सुधार गर्दा अझ राम्रो सुनिन्थ्यो। हजुर, बजेट माग गर्नु भएछ भनेर भाषा सुधार्नु हो भने त्यो राम्रो सुनिन्छ। मैले कर्णाली प्रदेशको लागि बजेट छुटाउनै भएको छ त भनेको छु त है। मैले यो होइन कि उहाँले चलाउनुहुन्छ उहाँले दिनुहुन्छ भने होइन नि त, उहाँले हालिसक्नु भएको छ भनेको नि त। तर भर्खरको मैले विज्ञप्तिमा सुन्नु 1 अर्ब 20 करोड मात्र देख्दा सुन्दाखेरि चाहिँ म झसङ्ग भएको थिएँ क्या। अब यत्रो बेरोजगारी छ देशमा होइन, तपाईँको अस्तिभरि चुनाव गर्दाखेरिको ऋणै कति छ अझै पनि है। अनि देशको नागरिक महँगीमा बढिरहेको छ, त्यो हिसाबले बोल्ने हो नि त मैले त है। अब पारित गर्ने नगर्दा उहाँहरूको ठाउँमा छ, उहाँहरूले बजेट हाले नगर्दा उहाँहरूको हिसाबमा छ नि त, हातमा छ नि त। हामीले जे दियो त्यो बोल्ने हो नि त। तपाईँ अहिले यहाँ आएर बोलिरहनु भएको छ होइन, म चाहिँ अलिकति ढिलो आएँ त्यही भएर मैले प्रश्नहरू फेरि थपेँ होइन। तपाईँ खास कुन मुद्दामा चाहिँ कुरा गरिरहनु भएको छ यहाँ आएर, के सम्बन्धित? हजुर, पहिलो कुरा त म जेन्जी गाई थिएँ। तपाईँ जेन्जी गाई थियो मात्र यहाँ बसे होइन, 7 महिना भयो। हजुर हजुर, तपाईँहरूको हेर्न सक्ने, तपाईँहरूको चाहिँ समस्या केलाउन सक्ने तपाईँहरूको कमजोरी हो हेर्नु। अब निर्वाचित भएर आएको सरकारसँग तपाईँको माग चाहिँ के हो त? निर्वाचित भएर आएको सरकारसँग जसरी भाद्र 23 र 24 टु एजेन्डमा हामी जेन्जीले आन्दोलन गरेको थियो, प्रोटेस्ट गरेको थियो। हजुर त्यो टु एजेन्डा मुभमेन्टमा भर्खरै सुदन गुरुङ गृहमन्त्री हुँदाखेरि थोरै छानबिन भइरहेको थियो, काम अगाडि बढिरहेको थियो, तर उहाँलाई नै बर्खास्त गरियो। भाद्र 23 र 24 को होइन, त्योभन्दा अगाडि हामी टु एजेन्डा मुभमेन्टमा आएको त्यो घटना टोटली छानबिन हुनु। तपाईँहरूको जेन्जी मुभमेन्ट पछाडि बनेको एउटा सरकार थियो 6 महिने होइन, त्यो सरकारहरूले तपाईँको कुनै पनि माग सम्बोधन गरेन। त्यस पछाडि निर्वाचित सरकारलाई त्यसरी दबाब दिन तपाईँहरूलाई नैतिकताले सुहाउँछ त? पहिलो कुरा सुन्नु, नैतिकता तपाईँले कुरा गर्नुभयो। पहिलो कुरा त तपाईँ क्लियर हुनुहोस्, अन्तरिम सरकार भनेको देशको समस्याले गर्दा स्थितिले गर्दाखेरि बनेको सरकार हो। माग पुरा समाधान गर्नु आउनु भएको व्यक्तिहरू होइन। तपाईँले अन्तरिम सरकारको लागि आन्दोलन गर्नुभएको थियो? यो पनि गरेको थियो, किन नगरेको थिएन? स्मृतिलाई 7 महिना भयो क्या माइती घर मण्डलमा मैले हरेक देशव्यापी मुद्दा उठाएको। यो होइन आज मात्र आएर म यहाँ बोले होइन नि त है। त्यस कारणले गर्दा म एउटा बोल लागेको व्यक्ति पनि हो है। च्याप्लेसी नै गर्ने थियो भने, घोटाला गर्ने थियो भने म बिचल्ल्या भएको थिएँ भने म आज पनि सदनमा हुन्थेँ है। मलाई धमिलो खोलामा धमिलो कुवामा माछा मार्नु थिएन, रगतमाथि राजनीति गर्नु थिएन मलाई, स्योर यही हो। त्यस कारणले गर्दाखेरि मैले आज मात्र कुरा उठाएको होइन। अनि हजुरले नैतिकता कुरा गर्नुभयो, रवि लामिछानेलाई सोध्नुहोस् यो कुरा। हजुर, कुन तपाईँ यदि निष्पक्ष पत्रकारिता गर्नुहुन्छ भने जानुहोस्, रवि लामिछानेलाई नैतिकता कुरा सोध्नुहोस्, जानुहोस्। क्वेसनमा प्रो अपेक्षा नराख्नु होला तपाईँ होइन, अपेक्षा तपाईँले अपेक्षा राख्न मिल्दैन। मैले यो भन्दैछु तपाईँहरूले गठन गरेको सरकार हो, तपाईँ मान्नुहोस्, सम्पूर्ण नेपालीले बनाएको। सुन्नु न, त्यही त हामीले बनाएको सरकार हो नि त। तपाईँले नैतिकता कुरा गरिराख्दाखेरि बालेन्द्र शाहलाई सोध्नुहोस् नैतिकता कुरा है, केसँग सम्बन्धित सोध्नु त्यो पनि जानकारी गराइदिनुहोस् न। 70,000 आज सुकुम्बासी यहाँ पीडित हुनुभएको छ, भूमिविहीन हुनुभएको छ, घरबारविहीन हुनुभएको छ। नैतिकता यही हो। तपाईँले हामीलाई नैतिकताको कुरा गर्न सक्दैन सर। संयमित ठाउँमा जानुहोस्, हामीले जे भोग्यौँ, हामीले जे देख्यौँ, जे भइरहेको छ त्यो माग मुद्दा हामीले उठाउने हो हेर्नु सर। तपाईँले सुकुम्बासीको कुरा उठाउँदै गर्दा यसमा मैले प्रश्न थप राखेँ होइन। तपाईँले 70,000 भन्नुभयो, खासमा अहिले विस्थापित भएको 19,000 हो, जसमा चाहिँ 9,000 सरकारको समन्वयनमा आएको छन्। बाँकी अरू को हुनुहुन्थ्यो हामीलाई थाहा छैन, सुकुम्बासी हुनुहुन्थ्यो अथवा को हुनुहुन्थ्यो होइन। तपाईँले 70,000 चाहिँ कुन आधारमा टेकेर भन्नुभयो? तपाईँ प्रत्येक फिल्डमा जानु भएको छ? हजुर हजुर जानु भएको छ। हजुर एकदम। सुकुम्बासी पीडितको पीडा कसरी बुझ्नु भएको तपाईँले? सुकुम्बासीलाई 2टा क्याटेगोरीमा राखिएको छ अहिले। एउटा वास्तविक सुकुम्बासी जसलाई वास्तवमा सरकारको आवश्यकता छ, र अर्को त्यस्तो सुकुम्बासी जो सुकुम्बासीको नाममा वर्षौँदेखि फाइदा लुटिरहेका थिए। तपाईँ कसको लागि आवाज उठाइरहनु भएको छ? यो फिल्टर भइसकेको छ सरकारबाट। एभिडेन्स देखाउनु, तपाईँले मुखले बोल्नु हुँदैन। सुकुम्बासी र हुकुमबासी कसरी प्रुभ भयो?
जो सरकारको समन्वयनमा गएनन् उनीहरूलाई अब के मान्ने त तपाईँ भन्नुहोस् त हामी तपाईँलाई पनि भनेको हेर्नुहोस् हजुर, हजुर। आज मात्र कुरा उठाएको होइन स्मृतिलाई मैले सुकुम्बासी र हुकुमबासी पहिला फिल्टर गर्नुहोस् अनि मात्र जोड चलाउनुहोस् भने मैले डे 1 दिन कुरा उठाएको छु एभिडेन्स दिनु न तपाईँले मलाई सरकारको समन्वयनमा जानेलाई के मान्ने त हेर्नु उहाँहरू 50औं वर्षदेखि उहाँहरू चाहिँ यहाँ आउनु बस्नुभएको भूमिमा है उहाँहरू हिजो दिन मात्र बस्नुभएको होइन बालेन्द्र सरकार आएपछि बस्या होइन नि त उहाँहरू त 50औं वर्ष अगाडि बस्नुभएको व्यक्तिहरू हो नि त मैले यो भने होइन डोजर नलगाऊ भने होइन व्यवस्थापन नगर भने होइन तर दिगो व्यवस्थापन गर पहिला हुकुमबासीको सुकुम्बासीको कसो कति आर्थिक छ कसो कति क्षमता छ त्यो पनि बाहिर छुट्याउने होला नि त बच्चाहरूको भविष्य कहाँ गयो भन्नु त तपाईँहरू निष्पक्ष रूपमा पत्रकारिता गर्नुहोस् क्या है म त्यो पनि भन्न चाहन्छु तपाईँले निष्पक्ष पत्रकारिताको यहाँ जुन रटान लाउनु हुँदैछ त्यसमा तपाईँले प्रो क्वेसनको अपेक्षा राख्नुभयो जुन चाहिँ एकदम गलत हो तपाईँको प्रोमा क्वेसन आउँदैन तपाईँभित्रको कमी या सत्यता खोज्नको लागि हामीले क्वेसन तपाईँको अपोजिटमै राख्छौँ सरकारसँग जाँदा पनि हामी प्रतिपक्ष हो प्रतिपक्षसँग आउँदा पनि हामी प्रतिपक्ष नै हो त्यही भएर तपाईँले एकरो क्वेसनको अपेक्षा नराखिदिनुहोस् होइन हाम्रो चाहिँ मुख्य कुरा भनेको तपाईँले सुकुम्बासीको जुन माग उठाइरहनु भएको छ हो वास्तविक सुकुम्बासीले पाउने कुरा पाउनुपर्छ तर तपाईँले को सुकुम्बासीको असुकुम्बासी भन्ने कुरा जुन छुट्याउनु हुँदैछ यो छुट्याउन महिनौँ लाग्छ पछि बर्खामा बाढी छिरेर ती सुकुम्बासी बस्तीमा कसैको मृत्यु भएमा चाहिँ तपाईँले जिम्मेवारी लिने हो कि सरकारले लिनुपर्ने मैले ट्याक्स खाएको छु मैले जिम्मेवारी लिनको लागि मैले मतदान मागेको छु हजुर हजुर त्यहाँ सरकारले तुरुन्त हटाउने स्थिति छ नि त अहिले तपाईँले सुन्नु एक त तपाईँले मलाई नैतिकताको कुरा गर्न भन्नुभयो नैतिकताको आधारमा मैले आशा राख्नु मिल्दैन विरोध गर्नु मिल्दैन भन्नुभयो मैले त अधिकार बनाएर विरोध गर्न पनि मिल्छ मैले त अधिकार बनाएको छु र अर्को कुरा भन्नुभयो तपाईँले एक्सपेक्टेसन किन नराख्ने तपाईँले उनीहरूको समस्या समाधान गर्नको लागि मैले हजुर हजुर भन्दै भोट ब्याङ्क बनाएको छैन कुनै पनि नेपाली नागरिकले मैले मिसयुज गरेको छैन क्या मैले उहाँहरूको पीडा समाधान गर्नको लागि बुझ्नुभयो उहाँहरूलाई त धेरैले भोट ब्याङ्क बनाएको छन् नि होइन र त्यसमा तपाईँ मान्नुहुन्छ कि मान्नुहुन्न मैले के भने हिजोको सरकारले उहाँहरूलाई भोट ब्याङ्क बनाउनु भयो हजुर हजुर हिजोको सरकारहरूले उहाँलाई त्यहाँ व्यवस्थापन अव्यवस्थित गर्नुभयो अब पनि यो सरकारले यही हो त यो फ्याक्ट भन्ने हो भने हामी राजनीतिक कहिले कहिले अहिले त म व्यवहारिक हिसाबमा बोलेको छु म राजनीतिक हिसाबमा बोल्छु यो भनेको 82 को लागि तयारी हो 82 को लागि 84 को लागि तयारी हो यो लेखेर राख्नुहोस् यो सुकुम्बासीलाई युज गर्नको लागि यो डोजर चलाएको 84 को लागि हो राजनीतिक हिसाबमा बोल्ने हो भने यो पनि यसमा अलिकति मैले जोडेँ है 23 को घाइते र शहीदलाई युज गर्यो र उहाँहरूको चाहिँ माग मुद्दा उठाउनु भएको थियो त्यसरी नै सुन्नु यसमा मैले अलिकति जोडेँ ल तपाईँले काटेको कुरा लागि युज गर्यो तपाईँले भन्नुभयो सुकुम्बासीलाई अहिलेको नयाँ सरकारले भोट ब्याङ्क बनाउन खोजिरहेछ डोजर लाएर हटाएपछि उहाँहरूले अब भोट ब्याङ्क बनिदिनु हुन्छ कि राजसभाले भोट ब्याङ्कको चाहिँ वास्ता नगरेको हो सुन्नु पीडित जहिले पनि आशाको केन्द्र हुन्छ पीडित जहिले पनि अपेक्षामा बस्नुहुन्छ यदि तपाईँ पीडित हुनुहुन्छ अहिले तपाईँको हातमा क्यामेरा छ तपाईँ अहिले प्रोफेसनल हुनुहुन्छ तपाईँले त्यो पीडा बुझ्नुहुन्न के सर बुझ्नु न भोलिको दिनमा तपाईँ हात गुमोस् त तपाईँको मानसिक गुमोस् त तपाईँको एउटा अङ्ग गुमोस् त तपाईँको घर गुमोस् त तपाईँ बिग्ने बाध्य हुन्छ क्या तपाईँ भोट हाल्ने बाध्य हुनुहुन्छ लेखेर राख्नुहोस् यो पनि तपाईँहरू हामी व्यावहारिकमा जाने हो क्या हरेक कुरा पार्टीगत व्यक्तिगत विषय फस्ने होइन क्या हामी बुझ्नुहोस् हामी जहिले पनि अभावमा भएको व्यक्ति दबावमा भएको व्यक्ति जहिले नि आशा अपेक्षामा बस्छौँ क्या सरकारपट्टि नेतृत्वपट्टि तपाईँले यो भन्दै गर्दा अब मैले अर्को एउटा क्वेसन राखेँ ल हामीले सुकुम्बासी बस्तीमा भत्काउनुभन्दा 1 महिना अगाडि एउटा सर्वे गरेको थियौँ थापाथली सुकुम्बासीमा जहाँ चाहिँ हामीले के पायौँ भने 50% भन्दा बढी चाहिँ भाडामा बसेको पायौँ अब खोटाङको जग्गालाई बाँझो राखेर काठमाडौँमा आएर भाडामा बस्नेलाई तपाईँ सुकुम्बासीको क्याटेगोरीमा लिनुहुन्छ कि हुन्न अप्सन डोजर लाएर संरचना ध्वस्त गर्नु मात्र थियो कि अप्सन अरू पनि अप्सन थियो भन्नुहोस् मलाई बाढीले ध्वस्त पार्नु र डोजरले ध्वस्त पार्नुमा के फरक छ बाढीले आज मात्र बगाएको होइन धेरै अगाडि पनि बगाएको थियो पहिलाको सरकारको त ध्यान आकर्षण भएन भन्दै हामी आन्दोलनमा आएको हो निष्पक्ष रूपमा काम भएन अदालतहरू धरि पनि फितलो भयो पैसामा बिक्यो कानुन बोल्ने ठाउँमा यहाँनिर नातावाद कृपावाद यहाँनिर पद सत्ता पैसा बोल्यो त्यस कारणले हामीले गोली खानु गएको हो नि त भाद्र 23 मा होइन पहिलाको सरकारले गरेन हामी मान्छौँ पहिलाको सरकारले एकदमै धुले सृष्टि गर्नुभयो या उहाँहरूले युज गर्नुभयो र यो समन्वय नहुनु भनेको पनि सुकुम्बासी यदि म फ्याक्ट भन्छु चित्त दुखोस् सुकुम्बासी बस्ती व्यवस्थित नहुनु कारण पार्टीको चलखेलले गर्दा हो पार्टीको कमजोरीले गर्दा हो एउटा पार्टी आउने हटाउने अर्को पार्टी आउने राख्ने त्यो त निष्पक्ष हुनु पर्यो इलेक्सनलाई अहिले व्यवस्थापन गर्ने प्रक्रियामा चाहिँ चलखेल भइरहेछ कि छैन अरू पार्टीबाट या सोही पार्टीबाट जसरी अहिले हाम्रो चाहिँ के भन्छ यता श्रम संस्कृति पार्टीको चाहिँ अध्यक्ष या हाम्रो माननीय हर्का ज्यूले चाहिँ कुरा उठिराख्दाखेरि उहाँलाई विरोध आइरहेछ मलाई पनि आउँछ मलाई अहिले यहाँ सुकुम्बासी बस्तीको विषयमा मैले बोल्दै नि अब भरे मैले तथा नाम गाली आउँछ मैले त फिल्डमा गएको छु अस्तिभरि थापाथली डोजर चलाउनु भन्दा 1 दिन अगाडि म गएको थिएँ त्यहाँ मैले त्यहाँको निष्पक्ष रूपमा मैले त्यहाँ घटना हेर्दाखेरि अङ्ग बङ्ग गुमेको मान्छे हुनुहुन्थ्यो वृद्ध हुनुहुन्थ्यो प्रेग्नेन्सी महिलाहरू हुनुहुन्थ्यो बच्चाहरू लाला बाला थियो मैले त्यो हेरेर बोल्ने हो नि त मैले सरकारको
बोल्दाखेरि म के भन्छु भने यो कुनै पनि पीडितको पीडा बोल्दाखेरि कसले पनि उचालेको हुँदैन क्या मलाई खोइ कुनै सुकुम्बासीले चिन्नुहुन्न त मैले कुनै सुकुम्बासीसँग सम्मेलन गरेको छुइनँ मैले जे देखेँ सरकारको आलोकाको काम सरकारको यो अलिकति के भन्नु दीर्घकालीन नभएर एटेन्सनको लागि मात्र गरेको काम देख्दाखेरि मैले बोल्ने हो म कुनै पार्टीमा छैन अहिलेसम्म कुनै पार्टीको परिचालित व्यक्ति पनि होइन आस्था राख्ने पनि त्यति भ्रम राखेर त्यो हुन्छ नि चाहिँदोभन्दा बेसी परिकल्पना गरेर म कुनै सरकारलाई ब्लाइन्ड टच गर्दिनँ यो मेरो स्वतन्त्र अधिकार हो तर निष्पक्ष रूपमा मैले गोली खाएको छु 2टा गोली भाद्र 23 को आन्दोलनमा भ्रष्टाचार र कुशासनको लागि त्यो गोलीले चाहिँ यो 2टा गोली यहाँ लागेको थियो भने यतिखेर मेरो पनि फोटोमा माला लाग्थ्यो क्या म पनि शहीदमा आउँथेँ तर मेरो दुर्भाग्यवश म जिउँदो शहीद छु त्यसकारण त्यो गोली खाएको मैले गोली 2टा खाएको बापत चाहिँ सबै नागरिकले चाहिँ अब इक्वालिटी न्याय पाउनु पर्यो क्या देशको कानुन राम्रो हुनु पर्यो यस्तो हुनु पर्यो कानुन यस्तो हुनु भएन कानुन इक्वालिटी हुनु पर्यो होइन सबैले सेवा सुविधा पाउनु पर्यो सबै नागरिकले चाहिँ हरेक फिल्डको चाहे पत्रकारी होस् चाहे पुलिस प्रशासन होस् चाहे कर्मचारी होस् चाहे विपक्ष पार्टी होस् आम नेपाली नागरिकले चाहिँ यो भाद्र 23 को घटनाले गर्दाखेरि चाहिँ परिवर्तन भएको महसुस गरून् भन्ने मात्रै हो मेरो व्यक्तिगत माग मुद्दा केही छैन सरकारपट्टि वर्षौँदेखि अव्यवस्थित रहेको सुकुम्बासी बस्तीमा होइन तपाईँले परिवर्तनको अपेक्षा राख्दै गर्दा अहिलेको सरकारले व्यवस्थापन गर्न जुन प्रयास गरेको छ त्यसमा हुन त कुनै पनि कुरामा त्रुटि त सबैको हुन्छ जसरी तपाईँले जेन्जी आन्दोलन कुरा गर्नुभयो जेन्जी आन्दोलनले केही त्रुटिहरू आन्दोलन गर्नेबाट पनि भएको थियो सरकारबाट पनि भएको थियो होला ठुलो कसको सानो कसको भन्छ जस्तै सुकुम्बासी बस्तीमा पनि सरकारबाट केही त्रुटि भएको देख्न सकिन्छ त्यसमा कुनै दोहोरो क्वेसनै छैन तर हाम्रो कुरा चाहिँ के भने यो प्रयास गर्नु नै गलत हो भन्ने किसिमको जुन धारणा तपाईँले राख्नुभयो त्यसमा के तपाईँ अब निर्धक्क हुनुहुन्छ त यो प्रयासै गर्नु गलत हो त तपाईँ समस्या आउनुभन्दा पहिला समाधान खोज्नुहुन्छ कि समस्या बनाएर समाधान खोज्नुहुन्छ क्लियर हुनुहोस् न मलाई यो चाहिएको मैले विरोध गरेको होइन कि बाबा तपाईहरु क्लियर हुनुहोस् प्रधानमन्त्रीले मैले चाहे भने विरोध मात्र होइन उहाँको अगाडि गएर मैले है मेरो 2टा गोलीको जस्टिसको मैले माग्छु क्या तर मैले व्यक्तिगत टेन्सन केही छैन मैले विरोध गरेको होइन सरकारको म पहिला समाधान खोज अनि समस्या निम्ता पहिला विकास गर अनि तन्त्र विनाश गर भने हो नि त जसरी यहाँ चाहिँ किन आउनुभयो त उहाँहरू किन आउनुभयो दिएको थियो भने है व्यावहारिक हिसाबमा जाने हो क्या हामी अब उहाँहरू यहाँ आउनुभयो होइन त्यसमा एउटा प्रश्न फेरि मैले जोडेँ होइन उहाँहरू यहाँ आउनुभयो तर उहाँहरू चाहिँ कति परिणाममा आउनुभयो भने जो विस्थापित हुनुभएको छ त्यसमा लगभग 2%मा पनि आउनु भएन बाँकी 98% चाहिँ किन आउनु भएन होला होल्डिङ सेन्टरबाट अहिले भर्खरै मैले पनि भाषण सुनेको हो उहाँहरूको पिक सुन्दाखेरि होल्डिङ सेन्टरबाट उहाँहरूले आउनु दिनु भएको छैन अरे दमन गरेर राख्नु भएको छ अरे त्यो कुरा चाहिँ भगवान् जानु या देख्ने जानु मैले देखेको छुइनँ यो कुरा नदेखेको कुरा मैले गर्नुहुन्न मैले भर्खरै सुनेको यही प्रदर्शनमा सुनेको तपाईँको भनाइअनुसार होल्डिङ सेन्टरमा नजरबन्द गरिएको छ हजुर गरेको छ तपाईँहरू निष्पक्ष पत्रकारिता हुनुहुन्छ तपाईँलाई राइट छ तपाईँलाई अधिकार छ जानुहोस् यो क्यामेरा त्यहाँ राख्नुहोस् होइन हामी त्यहाँ जान्छौँ यो कुरा सुन्ने बित्तिकै त्यहाँ जान्छौँ होइन त्यो सही गलत त्यस पछाडि हुन्छ हजुर आइडेन्टिटी छ यो तपाईँहरूको अधिकार हो हजुर है त्यस कारणले तपाईँ प्रधानमन्त्री कार्यालयमा तपाईँ किन जान सक्नुहुन्न तपाईँहरूको अधिकार होइन हामीले भ्रष्टाचारको लागि मात्र लडेको होइन पारदर्शिताको लागि लडेको थियौँ नि त तपाईँहरूको त राइट बनाउनु भएको छ यो क्यामेरा मात्र होइन यो फोन मात्र होइन यो आम नेपाली नागरिकको आस्थाको केन्द्र हो यो क्यामेरा आम नेपाली नागरिकले यहाँबाट के हो त सत्यता रियालिटी यहाँबाट पाउने हो नि त के भएर त देशमा यहाँबाट पाउने हो नि त तपाईँलाई अधिकार छ जानुहोस् निकायमा जानुहोस् एउटा निकायमा गला समात्नुहोस् अब हामीले परिवर्तन व्यक्ति मात्र गरेर हुँदैन सोच पनि परिवर्तन गर्नुपर्ने हुन्छ त्यस कारणले गर्दा तपाईँ ठाउँमा जानुहोस् समस्याको समाधान गर्नुहोस् तपाईँ हामी सही साथमा हुनुपर्छ तपाईँहरू एउटा पत्रकार तपाईँहरू एउटा पेसाले पत्रकार हो त्योभन्दा पनि तपाईँ नागरिक हो त्यो पनि हजुरहरूले मनन गरिदिनु होला पनि भन्न चाहन्छु र निष्पक्ष रूपमा पत्रकारिता गरिदिनु होला ल हस् धन्यवाद